रात टिका निदरमा टलक टल्कियो यसरी त विजयादशमीको पावन अवसरमा तपाईहरुको घरमा सुख शान्ति हैन तपाईहरुको घरमा तपाईहरुको जीवनमा सुख शान्ति समृद्धि र सफलता मिलोस् भन्दै विजयादशमीको धेरै धेरै शुभकामना हजुरहरुलाई व्यक्त गर्दछु। देश विदेशमा हुने दाइ दिदी तथा भाइ बहिनी साथी सबैजनालाई र यहाँ हुने सम्पूर्ण नेपालीहरूलाई विजयादशमीको धेरै धेरै शुभकामना व्यक्त गर्दै म मेरो भ्लग अगाडि बढाउँदैछु। सो मेरो घरमा चाहिँ विजयादशमी कसरी मनाइन्छ भनेर अनि हजुरहरुको नि कसरी मनाइन्छ कमेन्ट गरेर भन्दिछ है त। तर सबैजनाले पहिला लाइक कमेन्ट सब्स्क्राइब गर्दिन नबिर्सिनु होला अनि माया गर्दिन नबिर्सिनु होला। खसी त लड्नु भयो। हाम्रो चाहिँ खसी लानु भन्दा अगाडि चाहिँ यसरी यहाँनिर पूजाहरू गरिन्छ ओरिन्छ अनि केराको खम्बा 10 बाई जम्मामा चाहिँ अब त्यो सानो राखेको खसीलाई त्यसले काटेर सुरुवात गरिन्छ। हेरि हजुरहरू सबैजनाले हेर्न सक्नुहुन्छ हैन। आज नवमीको दिन हैन। जय खाथ्यो गडगडाएर मान अलि फगुलो गडगडाएर है अलि फगुलो बनाऊ अलि फगुलो बनाऊ परमेश्वरजी गाह्रो मान्नु हुँदैन ल गाह्रो मान्नु हुँदैन एकदम टाउको चाहिँ घरबाट यो खसी बनाउने ठाउँसम्म पुर्याउने छु अनि त्यसपछि यसमा चाहिँ रक्ती सक्दै खै के लिएर हिँड्छ आई डोन्ट नो। यहाँ चाहिँ खसीको मासु कस्तो धुवाले हो भएको। यहाँ चाहिँ खसीको मासु एक आरी अनि यहाँ खुट्टाहरू छ। यहाँ अर्को आरी 2 आरी छ। खसीको मासु हेर्न सक्नुहुन्छ। हामीलाई चाहिँ खसी काटीहरू ल्याएको अनि हामीले यसरी बुटुनहरू बनाइसकेर खाइसक्यौँ हैन। यो चाहिँ म चाहिँ रेडी भयो वरिकन अनि त्यसपछि अनि मेरो चाहिँ आउटफिट के हो दसैँको लागि स्पेसल येल्लो कलरको लिएको छु हैन। यो पालि चाहिँ अब यस्तै भयो कि खासै मेरो निधारमा चाहिँ रातो कलरको
टीका हुँदैन र सबैजनाको माया र आशीर्वाद हुन्छ भन्दै हैन। अनि त्यसो चाहिँ नि मेरो त्यही स्पेशल टीका नभए पनि म हजुरहरूलाई सबैको टीकाहरू देखाउँछु ओर्छु। विशेष गरी मेरो प्यारो रेयान्स बेबीको टीका देखाउँछु हैन। हजुरहरूलाई कस्तो लाग्छ मेरो बेबीको टीका हेर्न सक्नुहुन्छ। हेर्नुस् न म पनि येल्लो र मेरो बेबी ज्ञानी बेबी पनि कति धेरै येल्लो होइसुन्छ। हामी त येल्लो येल्लो राम्रो भएकै छौँ र मेरो प्यारी मामुलाई पनि दसैँ लागिसक्छ हेर्न सक्नुहुन्छ हैन। अनि गाइज मलाई कस्तो देखेको छ कमेन्ट गर्नुहोस्। हजुरहरूकोमा कस्तो भइरहेको छ दसैँको माहौल कमेन्ट गरेर भन्नु होला। हेरिकन यस्तो भइसकेको छ। यता त्यो टिकटक क्विन अनुदे चाहिँ यस्तो भइसकेको छ हैन। हजुरहरूलाई म देखाउँछु। अनि मेरो ड्याड त ह्यान्डसम भइसक्छ हेर्न सक्नुहुन्छ हजुरहरूले। म नेपाली सिरो चली भन्ने टाइप्सको यहाँ हबिसिन्छ अर्को टिकटक क्विन हेर्न सक्नुहुन्छ। मेरो सिस्टर कस्तो राम्रो ब्युटिफुल वाउ यु लुकिङ सो ब्युटिफुल टाइप्स हुनुभएको छ। ह्यान्डसम भइसकेको छ। अनि हाम्रो जिजु झन् ह्यान्डसम भएर बसिरहेको छ। यहाँ चाहिँ हामी चाहिँ टिकाको लागि के भनिसिन्छ रे छोरा। अनि मेरो रेन्स पनि त ह्यान्डसम होइसिन्छ नि। जिजु त यति थोरै ह्यान्डसम रेन्स त यति धेरै। अनि म यस्तो भएकी छु हैन। हजुरहरू पनि हेर्न सक्नुहुन्छ म पनि ब्युटिफुल भएकी छु। हामीले त यहाँनिर सबै रेडी गरिसक्यौँ। मम्मी आमालाई दुःख भुल्ने बहाना परदेशीलाई सम्झिनेलाई सम्झना बारेलाई वन्दना परदेशीलाई सम्झिनेलाई। हामी यहाँबाट जाँदैछौँ पिङ खेल्नको लागि। सो अब दसैँ यस्तै भयो साथीहरू होइन। मेरो त त्यही भएर अब त्यो पिङ खेलेको गएर देखाउँ खेल्ने ठाउँमा आइसक्यौँ। हामी त्यो पिङ खेल्ने ठाउँमा आइसक्यौँ। पिङमा चाहिँ जिजु बसिसक्छ हेर्नु। मेरो राम्रो चप्पल होइन यस्तो बनाइदियो उसले। म यस हालतमा छु। मेरो फेरि डन्डी फोरमा ह्याप्पी दसैँ सँगसँगै पिम्पल्स पनि निस्केको छ। हरिमा परिलाई जम्मर जिजु यसरी झिलिसो रात टिका निदरमा टलक्की टल्कियो यसरी त हजुर एकछिन माथि गरे तल आउँदैन तल गरे तिमीलाई मात्र देखाउनु पर्यो। फेरि मुरीलाई बर्को कति राम्रो देखेको दुईटैलाई येलो एन्ड पिङ्क एन्ड पिङ्क खेल्यो अरे कन आयो अरे।
अहिले हामी घर फर्किँदैछौँ अनि धानको नजिकै अब अलिअलि फोटो टिकटकको लागि रिल्सहरू बनाउनु पर्यो नि त यसैले। तिमी चाहिँ छुमा त्यही छु तिमी घाम हो म पानी हो तडपिँदैछ गीत मामुल खेल्नु हो